के को लेनदेन हो यो भन्नु त यो के को लेनदेन हो ल यता आउनु यता होइन होइन यो पैसा लिनुहोस् यहाँ पैसा लिइराख्नु भयो हजुरले पैसा यहाँ बस्नु यहाँ बस्नु 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 यहाँ बस्नु भने बस्नु 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 पैसा लिँदा लिँदै भाग्न खोजिरहेको अझ मैले यस्तो बस्नु बस्नु तिमीलाई फोन गर पैसा हातमा लिएको नि मैले पैसा किन लिएको भन्ने बित्तिकै कसको के पैसा भन्दा त फिर्ता गरिहाल्यो पैसा पैसा यहीँ छ पैसा पैसा यहीँ छ मैले लिएको लिइरहेको छु पैसा पैसा किन चाहिँ हजुरले फेरि लिनुभएको उहाँको हातमा दिएको पैसा त्यो पैसा दिनु उहाँसँग छ पैसा मसँग प्रमाण छ फेरि पैसा यहाँ छ नि उहाँको हातबाट फेरि उसले उगारिहाल्यो खतरा भाग्ला होइन पछाडि होइन नि कहाँ चाहिँ यत्रो बेरो यहाँ मुलुकमा बन्दक राखेको चेरीले राखिने पिर्ती उहाँ हो उहाँले उठाएको छ पैसा पुरो हातमा होइन के अरे उहाँले चाहिँ मान्छे बेपत्ता पारेर विचती बनाएर पैसा लिइरहेछ उसले यार पैसा लिइरहेछ पैसा पैसा उसले पैसा पैसा उसले लिन्छ उसले ल्याएको छ पैसा यो पैसा मैले के को लागि लिनु पर्छ पैसा के को लागि लिएको मार्क्स सोल्नु तपाईँ पीडित होइन यो पैसा गनिसकेको छ एउटा मात्रै गन्न बाँकी थियो यो मान्छे लिएर हिँड्छ भन्ने भरमा झ्याप छिरिहाल्यो कि यो पैसा के भनेर चाहिँ हजुर चिन्छ भनेर आएको क्या मान्छे झिक्यो भन्दा 2 लाख मागेको फेरि टिका फेरि भिजर भन्ने मान्छे बेचिरहनु पैसा त्यहीँ राख्नु हजुरले पैसा दिएको छ त्यहाँ यो पैसा के को लागि लिएको भन्ने त्यहाँ प्रमाण चाहियो त प्रमाण छ हैन भिडियो छ हैन पैसा हातैमा ल्याएको छ त उसले मैले खिचिरहेको छु पैसा उसको हातमा छ भाइजीले हुरुर पारा दलालले फरेल दलालले पक्राउ गरेको छ हामीले बारम्बार भन्ने गर्छौँ यसरी पीडितमाथि पीडित बनाउने ऊ यहाँ ऊ फ्री भिसा फ्री टिकट पठाउने फर्किँदाखेरि 2 लाख पैसा माग्ने पैसा दिँदै गर्दाखेरि हामी पक्राउ गरेको अवस्था छ गर्न पाइँदैन यसरी चेन्जहरू पनि हेर्दै गर्नु होला चेन्जहरू पनि नपर्नु होला पैसा लिएकै छ त प्रमाण मसँग पैसा लिएको प्रमाण छ नि मसँग किन छैन यो गर्दै गर्दाखेरि एकजनाको मोबाइल खाली गरौँ त फोन गरौँ त मलाई मोबाइल चाहियो एकजनाको पर्खाउनु एकछिन पर्खाउनु आतिनु मिडियाहरू छ अलिकति मिडियाले कभरेज गर्ने अनि पर्खाउनु यहाँ सब मिडियाहरू छ नि बाहिर धेरै छ साथीहरू हामीले विभिन्न मिडियाहरूलाई अपरेसन गर्दै अहिले एकजना दलाललाई समाउनु सफल भएको छ तपाईँको नाम के हो तपाईँको नाम के भन्नु आउनु न यहाँ पार्कभित्र आउनु त यहाँ बस्नु भने तपाईँको नाम के भन्नु न पार्कभित्र यहाँ चाहिँ बवाल भइसक्यो आउनुहोस् न यहाँ सबै यहीँ छ होइन एकछिन मिडियाले कभरेज गर्ने अनि बोलाउने हो कि मलाई हिजो भेटेर एकदमै सोझो हुनुहुन्छ बिचरा एकदमै सोझो हुन्छ उहाँको दुईजना मान्छे हुनुहुन्छ पैसा लिइसकेको छ यो कुन ठाउँको हो थाहा छैन कहाँको कुन ठाउँको हो भन त यो खातामा पैसा हाल्छु भन्न पनि नहुने यहाँ बस्नु फेरि हजुर नहिँड्नुहोस् फेरि पैसा छ यो पैसा तपाईँले उहाँलाई के को लागि तपाईँ चिन्नुहुन्छ कहाँको हो यो मान्छे सिन्धुपाल्चोक होइन तपाईँले अनि हाम्रो नेपाली चेलीलाई कुवेतमा लगेर पठाएको थियो अनि समस्या परेपछि तपाईँले झिक्नु भने पैसा लिने हो तपाईँ केटी नै बेच्ने फेरि पैसा कहिले पठाएको सामाजिक मान्छे तिमीले झिको 2 लाख रुपियाँ के को लागि लगेको नफालिकन भन तिमीलाई छोडिदिन्छु ल के को लागि मागेको ल पैसा नभने के को लागि पैसा मागेको
रावणमुखले भन्यो फेरि अनि के को लागि अनि माग्यो भनेपछि माग्यो होइन भने किन दिएको यही हो कि हो जस्तो लाग्यो त्यही भएर म यहाँ बसेको भयो यही हो कि जस्तो लाग्यो हिसाबले भनेको होइन, नमागेको भए किन लिएको त पैसा त्यो 2 लाख रुपियाँ के को लागि मागेको के को लागि मागेको यता के को लागि मागेको 2 लाख रुपियाँ के को लागि मागेको फोटो छैन नि कहाँ हामीसँग अर्को पनि निकाल्नुपर्छ म 2 लाख दिन तयार छु भने मैले के भन्नु म ठिकै छ एकजना अफिसमा आइसकेको छ एकजना छन् हजुर तपाईँको अफिसमा आएको छ अब ल यता यता मुनुवाकोट रातारात आएको काठमाडौँ हजुर म नुवाकोट गइसकेपछि म रातारात काठमाडौँ आएँ हो मसँग कन्ट्याक्ट गराउनु भयो उहाँ दादाले होइन यो पैसा के को लागि लगाएको हो बासा सल्लाह उहाँसँग गरेर म ओ दले सोल्टी बिचरा उहाँले पैसा चाहिँ नि सुन पसलबाट लिएर आएको ऋण लिएर आएको अहिले। अनि मैले ऋण लिएर आएको पैसा सुन पसलबाट मान्छेले ऋण लिएर आएको छ ऋण खाने उल्टै उहाँ तल गएर बिचलीमा पर्छ त्यसको लागि पनि पैसा उल्टै 2 लाख रुपियाँ दलाल पक्राउ दलाल पक्राउ फेरि आज अर्को ठुलो माछा समाज ठुलो माछा पैसा सही है पैसा सही पैसा बुझाउनु हैन पैसा दिइहाल्यो पैसा छ तपाईले अब लगाउनै पर्दैन पैसा उसको हातमा छ मैले खिचिसकेको छु क्या उसले लिएसको समात्या हो उसले पैसा लिइसकेको छ अनि बल्ल म आएको हो खिचिसकेको छु मैले ल्याएको पैसा हैन हातमा लिएर गनेको छ हैन अहिले हातमा छ नि मसँग छ सबै भाउजूसँग छ पैसा गर्नु भाउजूलाई मैले इसारा गरिहालेँ भाउजूले त गर्न थाल्नु म फेरि सँगै बस्नु भएन मिलाएर ठ्याक्क हान्दियो हो 2 लाख रुपियाँ लाग्छ भाइ भने ओके छ भनेर मैले ऋण माएर लिएर आएको छु कहाँबाट ल्याउनु भयो पैसा हजुरले मुन्टु लगेर खान्छ रावणमुखले हेर ल ल हेर ल मुख ल है देखेन के अरे उड्दा के भनेको के भनेको के भनेको अहिले अब कानुनी कारबाही एउटा माया कामबाट खान सक्दैन केटी बेचेर खाने अहिले फेरि दिन्छु नि फेरि तिमीलाई राम्रो मुखले चेलीलाई फर्का भन्दा पैसा लिनु माग्ने लाज लाग्दैन तेरो तेरो घरमा छोरी चेली छ कि छैन फेरि तल जाला नि फेरि विचार गरेर एउटा नेपाली भएर नेपाली चेली लाज लाग्दैन कुन लेभलको माछा हो यो मिडियम हो कि स्मल हो कि यो एकदम स्मल हो मलाई थाहा भइसक्यो स्मलै हो अस्तिको त बिग हो बिग ठुलोले त सानो सानो अब ठुलो माछाले सानो सानो कुरा मैले चाहिँ समातिहाल्ने त के गर्नु त कोही भन्दा भन्दै भाइ पछाडि समात्नु पर्यो नपर्नु होला तिमी सत्य भेटको किन भाग्दैला भन्दा यस्तो यस्तो हो म होइन मलाई पठाएको त्यो मान्छे कहाँ छ ल भन्नु कसलाई फोन गर्ने अब ठाउँमा होइन अब फोन गर्ने घरमा यसले घरमा लान्छ यसले घरमै लान्छ यो जो पार्वती छ नि उहाँको आफ्नो आफन्त भने के मामा के मलाई थाहा भएन त्यो नाता बुझ्दा होइन तल भएको बिजुली भयो हजुर जुन अफिसमा आयो नि मामा भन्छ नाता के पनि मलाई त्यो थाहा छैन के पनि त्यो मामा भन्नुहुन्थ्यो हजुर होइन एजेन्टहरूले भन्ने काम यही हो अब आफन्त पर्छ भन्ने हो कि हामीले भनेर मैले भने जानुहुन्न पुगेन मेरो विश्वास मान यो पैसा लिएर तुरुन्तै यसले पछि फेर दिइहाल्यो यसले पैसा है नेपाली हातमा यस्तो तातो आलु पर्दा हुन्छ नि ठ्याक्क फालिदिइहाल्यो समाज बित्तिकै मैले एकछिन चाहिँ कुरा गरेँ पछाडि भइसक्यो होइन नेपाली चेली कुबेरमा गएर कति बिजोग भएको छन् कि हो अब त्यति भने मेरो मामा हाम्रो नेपाली चेलीहरू कति पीडा पाएर थाहा छ यतिखेर भाग्छ भाइ चाहिँ त्यहाँ पुगिसकेको छ मैले पानी हालेको थिएँ पछाडि अनि त्यही भएर मैले गोपाल दाइलाई बोलाएको एक्लै हुन्छ यहाँ पुगिसक्यो हामीले हामी गेटमै पैसा गानेको देखेको अब हाम्रो मिसन भनेको दलाल समाज मिसन हो कि अब है यो चेलीहरू चाहिँ हाम्रो धेरै बेचिरहेछ होइन सेटिङबाट अब एयरपोर्टबाट फटाफट छिराइरहेछ अबको हाम्रो टार्गेट भनेको यो दलालहरू समाजले हो दलाललाई कारवाही गर्नै पर्छ छोड्नु भएन होइन यस्तो दलाललाई छोड्ने कालो मुसो लाउन मन छ भने आएर लगाइदिनु त्यस्तो दलाललाई छोड्न हुन्न कालो मुसो लाउनु भयो हामी चाहिँ दुनियाँ हाम्रो चेलीबेटी बचाउनको लागि चाहिँ हामीले यो दलालहरूलाई समातेको छ उताबाट साधारण तारिक भनेको छ एकचोटि चाहन्छ दलालले केटी बेच्ने मान्छेले चोरले कहिले छोड्यो भन्दा चोर्नु छोड्छ त चोरलाई त छोड्यो झन् चोर छ नि उसलाई त हौसला पर्छ मलाई छोड्यो अझ पनि चोर्छु भन्ने हुन्छ नि त देखाउनु पर्यो अहिले फेरि दिन्छु नि तँलाई फेरि एउटा मानवता भनेर चाहिँ छैन तिमीहरूको मानवता छैन यहाँ कुरो हामीसँग अहिले मानवता भएर मात्र बचिरहेको नि फेरि हामीसँग तिमीहरूको जस्तै मानवता भएन भने तेरो दलमा यहाँ लास हुन्छ फेरि विचार गर फेरि
अब भनेको यो यस्तो दलालहरूलाई हामीले यो सुधा 3 जना भयो है यो सुधा अस्ति गङ्गोबुवा समात्यो तारकेश्वरमा समात्यो एउटा गङ्गोबुवा समात्यो त्यो तारिकमा छोडेर अहिले फटाएको है अब अस्ति भर्खर फेरि तारकेश्वरमा समात्यो त्यो पनि हिजोबाट के को लागि भनेर छोडेको छ अब यो सुधा 3 जना हो यसरी हामी चाहिँ दुःख गरेर आफ्नो चेलीबेटी जोगाउनु भयो दलाल समात्ने होइन अनि कानुनले चाहिँ तारिक भन्यो एक चान्स भन्यो छोड्नु त भएन नि त होइन हामी त कुकुरको धारमाथि चाहिँ कुकुरको धारमाथि चाहिँ हिँडेको मान्छे हामी यसो समात्दैन हामीलाई चाहिँ भोलि के बुझ्दैन होला त होइन हामी चाहिँ जो जानको जोखिम दिएर चाहिँ हाम्रो नेपाली चेलीबेटी दाजुभाइलाई लड्दै नि कानुनले हेर्नु पर्दैन कानुनले बुझ्नु पर्दैन बारम्बार हामी समातेर बुझाउने अनुले बारम्बार छोडेर हुन्छ हिजो गृहमन्त्रीसम्मको सेटिङ छ भन्ने मान्छे पनि हिजो बिरोमा गएर सानो तारिकमा छड्यो क्या यसमा हाम्रो ध्यान कसरी गएको छ है हाम्रो राष्ट्रिय टेरिटोरी महासङ्घ ध्यान कसरी भएको छ त्यसरी छोड्न पाइँदैन यो सुधा 3 जना भइसक्यो होइन अब हामीले हाम्रो नेपाली चेलीबेटी बचाउनुको लागि नै दलाललाई समात्न पर्ने अवस्था आइदियो कि अब एयरपोर्टमा गएर हामीले चाहिँ जाँच गर्न मिल्दैन होइन धेरैजना विस्तृत भिसामा गएको छ विस्तृत भिसामा दुबई भनेर छिराएको छ कोही कुवेत कोही ओमन कोही इराक छोडेको पठाएको छ बेचेको छ अहिले नि मेरोमा अहिले पनि म्यासेज दाइ मान्छे निकाल्नु भनेर मेरो म्यासेज रातभरि फोन आउँछ रातभरि फोन आउँछ रातभरि म्यासेज आउँछ उहाँको झन् कति आउँछ हामी त्यो चेलीको म्यासेज सुनेर भोइस रेकर्ड सुनेर हामी कति रोएर बसेको हुन्छ यार हाम्रो नेपाली चेलीबेटी हो नि त मेरै चेलीबेटी मेरो आमा कोबाट जन्ममाथि मेरो चेलीबेटी होइन नि त हाम्रो देशको चेलीबेटी नै हाम्रो चेलीबेटी हो कतिवटा मेन पावरले हाम्रो नेपाल दाजुभाइहरूलाई पैसा लिएर कति काम नदी गर्न पीडाबाट आउँछ हिजो मैले एउटा मेन पावरलाई भनेको छु दाइ हामी मिलाउँछु भनेको छु यदि यो मेन पावरहरू पनि एउटा लाइसेन्स प्राप्त दलाल नबन्नुहोस् है सबै हाम्रो दाजुभाइहरू कति खाने मुखमा हामी जोरपाटी एरियामा छौँ र आज एकजना दलाल रङ्गे हात भिजिट भिसा फ्री टिकटमा पठाउने क्रममा चाहिँ 2 लाख रुपियाँ मान्छे उद्धार भयो 2 लाख होइन धेरै रङ्गे हात समाज हिँड्यो अनि बारम्बार छोड्दै हिँडेपछि के अर्थ भएर कानुनले के हेरेको ताली पर्नु छक्का हो हामी चाहिँ मान्छेको भोलि अर्को हामीलाई मार्छ हाम्रो पनि फलामको जान होइन नि यार भोलि पछाडिबाट हामीलाई नि काट्ला नि त्यो जिम्मेवारी कहिले लिन्छ समाजतिर हाल्नु न त्यसलाई समाज 10-12 वर्ष जेल हाल्नु कमसेकम हाम्रो 150 जना चेली त बेच्नुहरू जोगिन्छ नि होइन घरमा खाना पाकेको खाना छोडेर आएको छ हामी यार राति सुत्छ 3-4 बजे सुत्छु होइन भने यो सबैले हेर्नुपर्ने जरुरी छ बारम्बार छोड्ने कुरा आउँदैन सरकार यो कानुनले यस्तो दलाललाई सकेसम्म कारवाही दिनुपर्छ हाम्रो भनाइदियो तपाईँहरूको पनि चेली हो तपाईँ एउटा कुर्सीमा बस्यो भन्दैमा आफ्नो मात्र चेलीलाई चेली नसोच्नु हाम्रो देशको चेलीलाई चेली सोध्नु भन्न चाहन्छु यहाँ सानो कुरा हजुर चाहिँ यसरी समात्दै जाने सरकारले छोड्दै गएपछि हजुरहरूको गरेको काम के देखियो त त्यही त देखेन यो त अर्थै भएन भोलि त उनीहरूले त झन् हौसला पऱ्यो नि एउटा चढ्यो अब तँलाई एकचोटि माफ भयो भने त उसले 2टा चढ्छ 3टा चढ्छ 4 चढ्छ चढ्ने बानी नै हुन्छ नि त होइन बारम्बार चढ्ने बानी हुने बारम्बार छोडेर हुँदैन नि अस्तिको भर्खरले त भन्यो नि तलदेखि माथि इमिग्रेसन तलदेखि माथि सबै सेटिङ हुँदैन भनिरहेको छ त त्यस्तो गृहमन्त्रीको नाम दिने मान्छे कसरी छुट्यो त अहिले खै छुट्यो अब कसरी हजुरहरूले प्रमाण पुर्याउन पो सक्नु भएन प्रमाण त पीडितको मान्छे आएर बोलेको छ सबै कुरा छ रिकर्डै छ होइन होला केही कानुनमा भएन भने के उनीहरू कानुनको नि एउटा दायित्व हो नि त अब यसलाई कसरी गर्ने यसको सबै खोतल्न पर्ने भने खोतल्न पर्यो नि त अब यो दलाललाई तपाईँहरूले के गर्नुहुन्छ अब के ब्युरोमा बुझाउने हो ब्युरोले भोलि छोडिदिन्छ हजुरहरू फेरि अर्को मान्छे होइन त्यो त अब त्यो सम्बन्धित ठाउँमा पनि अब ध्यान आकर्षण त सरकारले गर्नु पर्यो नि त मानव तस्करी मानव तस्करी हो है बुझ्नुभयो नि मानव तस्करी हो है त्यसमा हिजो पनि हालेको छ अस्ति पनि हालेको छ है यो शुद्ध 3 जना भयो अब हाम्रो पहिला विदेशबाट हामीले धेरै कुवेतबाट ओम अस्तिभरि इराकबाट पनि हामीले निकाल्यो मान्छे होइन एउटा चेलीबेटी हाम्रोमा आउँछ हाम्रो राष्ट्रिय टेरिटोरी महासङ्घको हो हामी चाहिँ होइन हाम्रो टिम चाहिँ त्यहाँबाट आएको हो हाम्रो धेरै निवेदन आउँछ धेरै हामीले मात्र रोकिने कुरा होइन कि हाम्रो प्रश्न गर्छ हाम्रो मिडिया टोलीहरूले के भन्छ अब तपाईँहरूले चाहिँ के गर्नुहुन्छ अब हामीले हाम्रो टिमको सोचे अब के भने हामीले एयरपोर्टमा गएर कहिले पनि हामीले चेक जाँच गर्न मिल्दैन केमा चल्न हामीले गर्न मिल्दैन त्यहाँ सरकारी निकाय हुन्छ सरकारको निकायको मान्छेले त्यहाँ चेक जाँच गर्नु पर्यो होइन अब हाम्रो निकाय हामीले त नसक्यो अब हाम्रो तार